ल यतापट्टि आएर चाहिँ यो चाहिँ के हो यो सेजवान चटनीहरू हो क्या हो यो मोमोको अचार हो ल मोमो खाने हो भने ल यता फेरि के हो उडाएर हैरान याक एन्ड 80 सनसाइन रेस्टुरेन्ट एलएलसी ल मोमो चाहिँ ल अब नेपाली स्वादमा मोमो खानलाई यहाँ आउनु पर्यो ल है साथीहरू आज क्रिक पार्कमा हुनुहुन्छ भने ल यहाँ आउनुहोस् त्यही त नि यहाँ मैले देखाइरहेको छु नि ल यो मेरो भ्लगबाट तपाईँहरूलाई म देखाउँदैछु यहाँ क्यान 80 अघि उडाइरहेको थियो क्या नेप्लिज कुनसाइन रेस्टुरेन्ट एलएलसी ल लोकेसन हेर्नु होला है अब यी हाम्रो यो सुकुटीको अचारको ट्याक्कै नेक्स्टमा स्टल रहेछ यहाँ मोमो त देखाउनु भएको छैन मोमो पनि देखाइन्छ भित्र पाकिरहेछ तपाईँहरूले ल खान सक्नुहुन्छ ल मोमो पनि ल एकदम पाक्ने उमा छ ल एकदम गजब चिकन मोमो अनि खसीको मोमो प्लस बफ मोमो सबै छ तपाईँहरूले यहाँ आएर खान सक्नुहुन्छ ल ल है ल जति पनि हेर्नुभएको दर्शकहरूले यहाँ आएर खानु होला।